मेरा देश विदेशमा छरिएर रहनुभएका सबै नेपाली तथा दाजुभाइ दिदीबहिनीहरूमा म यो परदेशी पार्टीको संयोजकको तर्फबाट र परदेशी पार्टीको हुनेवाला मन्त्रीको तर्फबाट सम्पूर्ण मेरा देशप्रेमी जनताहरूलाई धेरै धेरै नमन र कोटी कोटी नमस्कार भन्न चाहन्छु। म चाहिँ आज यो हाम्रो यो गाउँमा चाहिँ चुनाव नजिकै आएको छ। त्यो सबैजना हामी भोट माग्नको लागि प्रचारको लागि हामी चाहिँ हिँडिरहेका छौँ। जनताहरूलाई चाहिँ कसरी चाहिँ आफ्नो आकर्षित गराउने र कसरी चाहिँ जनताहरूलाई आफ्नो बनाएर अनि भरोसा दिलाएर भोट माग्ने चाहिँ हामी उहाँ चाहिँ अब आमदार हुनुहुन्छ। आमदार भन्नाले अब गृहमन्त्री उहाँ हुनुहुने हो। म चाहिँ अब एउटा के अरे प्रधानमन्त्री। के गर्ने जनताहरूको समस्यालाई बुझ्नुपर्ने हुन्छ र चाहिँ अब यो रासन पानीहरू जनताहरूलाई लिएर आइएको छ। अनि को हुनुहुन्छ? सन्चै हुनुहुन्छ? के छ समस्या? के चाहियो कि जनताको लागि हामी अब ठाउँ ठाउँमा अरे गाउँ गाउँमा अहिले चुनाव आहा यो थाहा पाउनुभयो कि नै? यो तपाईँलाई यो ढोकरै तपाईँहरूलाई हामी छौँ। भोट हामीलाई दिनुपर्ने प्रधानमन्त्री म हुन लाग्छु, उहाँ मेयर साहब हुन लाग्नु भएको छ बरु। चुनाव आयो घर उहाँ तपाईँलाई फोन के अरे चुनाव भोट हाल्ने मान्छे गृहमन्त्री पछाडि हुनुहुन्छ उहाँ। अहिले हेरिरहनुहोस् क्या, अहिले चुनावमा घर जानु नि कि न त? चुनावमा घर जानु नि कि नै? अरे काम भोट केमा दिने? भोट भोट केमा दिने? तपाईको पार्टी कुन पार्टी हो? माओवादी पार्टी हो। अहिले त घन्टी पार्टी मतलब त्यो रहिरहने छैन पार्टी भनेर सबले त्यही भन्ला नि त। देउता बस्नेलाई घन्टी हल्ला नि त्यो घन्टी हो देउता रक्षा गर्छ त्यो घन्टी रवि लामी छ नि, रवि लामी छ नि, बालेन शाह जे जस्तो भए पनि अब तपाईँले माओवादी हाल्ने कि भोट? यता घन्टीमा घन्टी भन्दा पनि अब हामी भोट चेन्ज गर्नु पर्ने भयो। हामी चाहिँ परदेशी पार्टी खोलेका छौँ, हाम्रो पार्टी हो, हामीलाई तपाईँले भोट हाल्नु पर्ने। तपाईँले अब भोट केमा हाल्नुहुन्छ सत्य कुरा अब तपाईँलाई यसो खुवाएपछिलाई तपाईँले भन्नुहुन्छ ल यहाँ कान्दा र आलु 5 किलो कान्दा 5 किलो आलु होइन। तपाईँलाई यसो दिउँसो भोक लागेपछि खाने यो केरा होइन। यो अब हामी परदेशी पार्टी कहिले काहीँ आएलाई यिनी काँसा यी थालमा खाना खान्थ्यो नि हाम्रो होइन। यो तपाईँलाई यो सत्य कुरा बोल्ने कुरा यो है। भोट केमा हाल्ने हो त्यो यो खाइ थाहा हुन्छ। यो हजुरलाई तेल है, यो हजुरलाई मोही यो है, अनि यो हजुरलाई सोडा प्योर जाँडको झोल हजुर है होइन, जाँडको झोल हो यो हजुरलाई मासु भोट उतै जाने भयो। यो हजुरलाई राइस चाइनिज हो। यो हाम्रो पार्टीले अब जनतालाई चाहिँ राम्रो सेवा सुविधा गरेको छ। यो राइस हो हजुर है। हुन्छ त हुन्छ, यहाँ भोट उतै जाने भयो हामी त फेरि। यो हजुरलाई यो के अरे यो यो अलि यो क्वार्टरसित यो आन्द्रा खाइबस्ने यो फ्राई गरेर ल्याएको फाइदा बोल्नु हो त। यहीँ बसिरहनुहोस् क्या एकैछिन राज बुझ्ने पहिला बसिरहनुहोस्।
मासु फुलो खान्न हो यो हजुरलाई रोटी खाने भन्नुहुन्थ्यो यो रोटी हजुर भोटको लाले यता पनि यो हजुरलाई नेपालको यो ऊ हनुमान छाप हजुर हजुर यो पिठो हो त्यति ल्याइया छ तपाईँलाई यो सेवा सुविधा तपाईँले 5 वर्षसम्म पुऱ्याउनु पर्ने हाम्रो भोट हामीलाई भोट हाल्ने 5 वर्षमा फेरि तपाईँलाई यस्तै सामान ल्याउने छ ल भोट हाल्नुहुन्छ नि ल के मान्ने अब यो परदेशी पार्टीको उम्मेदवारहरू उहाँ चाहिँ अब प्रचार प्रसारमा हिँड्नुभएको छ सानाका छन् उहाँ चाहिँ अब यो के अरे आर्मी उहाँ हो है यो सुरक्षा गार्ड हाम्रो उहाँ चाहिँ अब यो के अरे गृहमन्त्री हो उहाँ चाहिँ अब प्रधानमन्त्री भन्नुभयो उहाँले चाहिँ अब भोट राम्रैसँग माग्नुभयो अब जनता हो अब म चाहिँ अब मन्त्री साहब देशको प्रधानमन्त्री यही ठाउँमा सारा जनतालाई आफ्नो बनाएर प्रदेशका जनतालाई सारा एक्टिभ बनाएर अनि परदेशी पार्टीबाट मैले प्रधानमन्त्री यहीँ प्रधानमन्त्री भएर म सिधा नेपाल गएर कुर्सीमा आफ्नो देशको कुर्सीमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने म उम्मेदवार भएको कारणले गर्दाखेरिमा सबै प्रदेशमा रहेका सबैजनाले मलाई भोट हालेर एकदम विजयका साथ मलाई जिताएर चाहिँ मैले चाहिँ यो मैले देश सम्हाल्ने आँट र हिम्मत गरेर हिँडेको छु सबैजनाले सपोर्ट लाइक कमेन्ट जय घन्टी जय परदेशी तपाईँ कस्तो पार्टीको मान्छे परदेशी पार्टी हो मेरो यार परदेशी पार्टी हो मेरो त्यही पनि 6 घन्टी घन्टी भाँड्दै गयो ल परदेशी